हेर्नुहोस् त अहिलेको सिजनको है गाजर यत्रा छन्, यत्रा फली छन् गाजर हाम्रो घरमा। हेर्नुहोस् अहिलेको सिजनको गाजर यति राम्रो छ। रोप्ने पनि बारीमा जे पनि हुन्छ। मुला गाजर, मुला हामीले अलि प्रायोरिटी दिइन्छ, गाजरलाई अलि त्यति प्रायोरिटी दिइन्न। गाजर पनि रोप्नु पर्छ। गाजर एकदम राम्रो स्वास्थ्यको लागि। बच्चा बच्चीलाई टोयलेटहरू आएन भने गाजर टन्न बच्चा बच्चीलाई बढी दिनुपर्छ। गाजर खाने भने खाना पनि मिठास, बच्चा बच्चीलाई एकदम राम्रो। त्यो हुनाले गाजर प्रत्येक घरमा छर्न पर्ने रहेछ कि। हामीले मुलालाई अलि बढी फोकस गरिन्छ, मुला सागपातहरूलाई अलि बढी फोकस गरिन्छ। अब गाजर पनि लगाउनु पर्ने भयो। गाजर लगाएर मजाले उत्पादन बढाउनु पर्यो कि। बाँड्नलाई होइन है फेरि गाजर भनेको घरमै खाने, घरमै युज गर्ने। यो अलि महँगो पर्ने चिज भएको कारणले होला त्यति बाँडिन्न है। ठ्याक्कै एउटा गाजर खानुहुन्थ्यो, दिनको एउटा गाजर। हेर्नुहोस् त गाजर कत्रा खान एक बित्ताका पुरा।